पहिला बस्ने यतिकै चेक गरी हाल्नुपर्छ है। आज न्युटन छ कि नै छैन भने चाहिँ फुल कलच च्याप्ने। गोविन्दको गाडीमा छ। ल फुल कलच ल्याऊ। लिएर आउँदाखेरि जहिले पनि फुल कलच लिएर पाण्डे छानको पालो छ। अनि घटाउने बेलामा पनि फुल कलच दिनुपर्छ। बाइक चलाछौ कि नै छैन। यो र यो यस्तो ठ्याक्कै चलाउनु पर्छ औला औलाले है। यस्तो यस्तो नचाल्नु पर्छ। यो चाहिँ कलचको कलचमै हुन्छ बायाँ। यो चाहिँ यसको र यसको बीचमा यो यस्तो टेक्नु पर्छ है। खुट्टा टेकेर यस्तो यस्तो प्रेस गर्नुपर्छ परे बेला हैन। यो चाहिँ कलचको कलचमै हुन्छ। अनि हरन चाहिँ स्प्रिङ साउने तरिका चाहिँ यस्तो हो। यस्तै समाउने यस्तै यहाँ ठ्याक्कै यस्तो। अनि हरन लगाउने चाहिँ यो समाएरै गरेपछि प्रेस गरेपछि औला ल्याउने है। प्रेस गरेपछि बन्छ। यो साइडलाई चाहिँ औलाले यो समाएरै लो फेरि औलाले यस्तो माथि गरेपछि यताको साइडलाई बल्छ हैन। अनि अटोमेटिक हुन्छ हप्ता हैन। गर्दाखेरि अनि तल उता जानु छ भने तल गर्ने उता जानु छ भने माथि हुनुपर्छ है। पहिला गर। अनि ह्यान्ड ब्रेक यो हो। ह्यान्ड ब्रेक जहिले पनि झार्दाखेरि यो लागेछ झार्दाखेरि माथि हल्का गरेर यो प्रेस गर्नुपर्छ। प्रेस गरेपछि भित्र जान्छ अनि तल झार्छ। अनि लगाउने बेलामा त्यतिकै बिस्तारै यस्तो तार दिनुपर्छ। झार्ने बेलामा हल्का उठाएर यो प्रेस गर्नुपर्छ। गियर चाहिँ यहाँ हेर यो बाङ्गो गरेर जहिले पनि बाङ्गो गरेर अगाडि ढकेल्यो भने एक गियर लाग्छ। अनि छोडिदिने गियरमा छ हिँडिरहेको छ गाडी हैन। अनि दुईमा लगाउनु छ भने चाहिँ यसलाई समाउने बित्तिकै फेरि यस्तो ढलाइहाल्नु पर्यो। ढलाइरै सिधा पछाडि तान्यो भने दुईमा लाग्छ है। यो बाङ्गो सिधा सिधा हुन्छ एक दुई एक खेलिरहेको छ यो दुई। अनि हल्का यस्तो छुटाएर न्युटन गरेर यस्तो सिधा ठाडो पारेर अगाडि ढकेल्यो भने तिम्रो 3 गियर लाग्छ। अनि फेरि 4 गियर लाउनु छ भने चाहिँ सिधा पछाडि तान्दियो भने चाहिँ 4 गियर लाग्छ। अनि न्युटन गर्नु पर्यो। न्युटन गरिसकेपछि ब्याक गर्नु छ भने चाहिँ यताको बाङ्गोमा यी आर लेखेको छ। आर लेखेको छ यस्तो गरेपछि आर गियर ब्याक गियर लाग्छ रिटर्न। फेरि छुटाउने बेलामा पनि यतैबाट हल्का यस्तो गरेर छुटायो भने गोटी फ्लो गर्ने थाहा पाइन्छ गोटी फ्लो है। न्युटन आयो भन्ने कुरा बुझिन्छ। अनि यो न्युटनमा यस्तोसम्म खेल्छ यहाँदेखि यहाँसम्म यस्तो अलि लाङ खेल्छ। पाण्डे छानको पालो